पार्टी मार्फत हामी देशको भविष्य उज्यालो बनाउने महाअभियानमा लागेका छौँ। यदि अझै पनि तपाईँ सक्रिय राजनीतिमा आउँ कि न, म यसै मञ्चमा उभिएर यहाँ सक्रिय राजनीतिमा आउनको लागि उपयुक्त समय आज र अहिले नै हो। भ्रष्टाचार अस्पताल पुग्नु पूर्व नै जति बेला हाम्रा युवाहरूले स्वदेशमै अवसर र रोजगारी पाउनेछन्, उज्यालो नेपालको उद्देश्य त्यति बेला पुरा हुनेछ। मेरो ऊर्जा बढाइरहेको उपाय गरिरहेका छन्। मौका दिनुहोस्, एउटा बनाएर देखाउँछु। मनमा धेरै कुराहरू उठेका छन्। भाव विवल भएको छु म। यही प्रेमलाई संस्थागत गर्नका निमित्त मैले सक्रिय राजनीतिमा आउने निधो गरेँ र म फेरि पनि सोध्छु, तपाईँ किन आउनु हुँदैन राजनीतिमा?